लसो फ्याफुल्ला जय मङ्गलवासी। अहिलेको जुन नेपालमा अब फेरि बेलुकाखेरि लोड सेडिङ हुन्छ भन्ने कुराहरू गर्यो र यदि सरकारले चाह्यो भनेदेखि एउटा कर्मचारीलाई र एकल नस्लवाद शासनले अन्त्येष्टि एउटा कर्मचारीको चाहिँ क्यारियर खतम र चाहिँ एउटा उसको भिजनले खतम गर्नु छ भनेदेखि केसम्म कतिसम्म चाहिँ गिर्न सक्दो रहेछ भन्ने विषयमा चाहिँ हामीले प्रश्न देख्यौँ। किन भनेदेखि अहिले आखिरमा सिङ्गो नसलियत नै लागेपछि त कसैको बाबु त केही त नलाग्दो रहेछ नि त हैन। अब हेरौँ न आखिरमा आर्जु किन घरिघरि चाहिँ इन्डियामा गयो, अस्ति नै पनि गयो, केही भएन, अनि फेरि पनि अहिले पनि गयो। त्यो जाने बित्तिकै नेपालमा यस्तो यस्तो लोड सेडिङ हुने भन्ने कुरा पनि भयो हैन। खेल हेरौँ न कस्तो छ। र अर्को कुरा के छ भनेदेखि जुन गर्नुपर्ने सन्धिहरू गर्नुपर्ने कुरामा चाहिँ यत्रो महिना गरिसक्नुपर्ने काम कुराको लागि नेपाल सरकारको चाहिँ यो बनाउँदाहरूले हैन, मन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्म व्यक्तिहरू स्वयं मिलेर एउटा त्यसको एग्रिमेन्ट नै नगराइकन आखिरमा त देशलाई फेरि अन्धकारको बाटोमा नै लाने त काम त गर्दो रहेछ नि। भनिसकेपछि यस्तो किसिमको व्यक्तिहरूलाई अब हामी कति दिन सहेर बस्ने, कति दिन यिनीहरूको चाहिँ यो कुराहरू सहेर बस्ने। यसको लागि अब हामीहरू यत्तिकै चुप लाएर मात्रै बस्ने या चाहिँ हाम्रो मान्छेलाई दमन भयो, शोषण भयो र चाहिँ राम्रो मान्छेलाई जुनै पनि होस् र राम्रो मान्छेलाई शोषण भयो, दमन भयो, काम गर्न दिएन भनेर जुन भन्छौँ नि, यो भन्नु हामीले बेकारै हो। किनकि हामीले चुनेर नै यस्तो गलत तत्त्वहरूलाई पठाएको छौँ भनेदेखि नि हामीले कुन चाहिँ कुराको अपेक्षा गर्छौँ हैन। भनिसकेपछि अब हामी के चुपै लागेर बस्ने? बसौँ, के गर्ने त। आखिर लोड सेडिङ भनेको थोरै एक दुईजनाले भोग्ने होइन, संसारले नै भोग्ने हो हैन। चाहिँ यस्तो किसिमको चुतिया नेताहरूलाई चाहिँ भोट दिएर पठाउनु भने तपाईँ हामी नै हो भनेदेखि त्यो सबैको सजाय तपाईँ हामी नै भयो। अब अन्तिममा आएर कुलमानलाई यसले त्यही भएर पनि हिजोदेखि त्यो खड्काले भन्दै थियो भारतलाई धन्यवाद दिउँ, भारतलाई त धन्यवाद दिउँ ल ठिकै छ, तर त्यसले के फ्रीमा दिएको रहेछ भन्ने कुरा त हो रहेछ त। आखिर त अहिले त प्रुफ त भयो नि। आखिरमा एग्रिमेन्ट नभएपछि चाहिँ उसले भनेको बमदिनको पैसा नदिएपछि त बिजुली काट्दो रहेछ नि। भनेपछि उसबाट त हामीले किनेर ल्याएको नि, किनेर ल्याउने चिजै सदुपयोग गर्न नपाउने हो। यस्तो किसिमको कुराहरू चाहिँ हुँदो रहेछ। त्यही भएर तपाईँ हामी सचेत हुनु पर्यो हैन। यो कुराहरूले गर्दाखेरि तपाईँ हामीले धेरै दुःख पायो र अबको भविष्य चाहिँ सबैले विचार गरौँ है, यस्तो अपराधीलाई शासनमा नपुगौँ भन्न चाहे। लासो फ्याफुल्ला जय मङ्गल।